एकछिन बस्न बल्ल बल्ल आज यत्रो भाडो लिएर आएको छ त अनि एकछिन बस्न एकछिन अब त 5 मिनट कुरा 5 मिनट कुरा गर यो छोलेपछि त रिङ्गटा पो चल्दो रहेछ क्या छोले धेरै छोले रिङ्गटा चल्दो रहेछ पक्कै त्यहाँबाट जाट्ठाले माथि गएर टिसी चाटेर दुध माटेर कसरी पानी झर्दैन हौ मान्छे पो त जाँटा झरिहाल्छ हुन्छ अनि मलाई त फिलै आउँदैन मलाई त फिल आउने भनेको त कालो 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 मान्छे होइन इनामेल दलौँला कालो खालको पुलिस दलौँला हुन्छ क्या माल त त्यही हो नि त माल त त्यही हो ओके मम्रेट ओ देला ओ एक ठ्याक देला मम्रेट ल देला बरु बाहिर झारौँला है ल बाहिर झार्यो भने त हुन्छ कन्डमसँग त हुन्छ कन्डम लाएर त के भन्नु होला तर त्यो महिनावारी हुँदा त के भन्नु भित्र झार्दा पनि हुन्छ होला कि सिक लाग्छ तँलाई घिन लाग्छ घिन लाग्छ यार झन् यस्तो गरेर कस्तो उयो हेर्दा है टक्क भित्र झार्नु नि भित्र झारेपछि टक्क यसरी आउँछ नि त्यो उसमा दुलोमा यो चाटेर बराबरी बाँडेर खाँदा कस्तो मिठो हुन्छ है टकिस गरेर ल हुन्छ मम्डेट ल धेरै धेरै माया छ मोटी ल भोलि पनि यस्तै राम्रो भएर एक ठ्याक दियो एकचोटि भने हाम्रो लाइफमा हो ल साह्रै मिठो भयो आज आनन्द हो साह्रै मिठो कसम हो क्या साह्रै मिठो भयो आज आमा मोटी बाक्लो रोटी आज धेरै पछिको हाम्रो भेटघाट हो कि उता फर्किला ल ए राजाहरू आज मम्डेटले हेरेर सबैले छोड्ने है ल पर जाऊ मम्मी सिधा बस्छ कस्तो गठामा लाग्छ नि त मम्मी सिधा बस् है छिटो झर्छ नझारेको छ धेरै दिन भयो यसले पुछौँ मम्डेट आँगर त खोल्न मम्डेट धेरै अम्मीको यता बाबा बल्ल चित्त बुझ्यो यार मम ड्याड लभ यु बेबी यस्तो त नगर्दैन यार गर्ने मलाई त के भन्छ झार मलाई त साथीलाई त अलिकति रेस्पेक्ट गर्नु यत्राको साथी बाउपट्टिको नामपट्टिको हामी साथी हो चल्छ तलमाथि मलाई त मिन्स भइरहेछ यार भर्खर छोडेर आएको मैले मलाई त कसम गर्न त यस्तो मलाई चुप्ला कुरा सिकाउँछु यो मार्दाखेरि नि यसो गर्ने ठ्याक्कै औँला 4वटा औँला यो अवस्थामा गर्ने अनि ठ्याक्कै टिसी हुन्छ यो मार्दाखेरि यसरी भन्ने यो यसरी पुरै राउन्डमा यसरी राउन्डमा यसरी मम्मीले गएर पानी पछाडि हात लाग्दै यस्तो गरेर कसम म क्यामेरामा छैन जस्तो यस्तो भनेको टक्क यस्तो गर्ने यस्तो टक्क मान्ने अनि त्यो टक्क टिसी चाहिँ यो बिचको औँला यसले टक्क टिसी ल्याइसकेको नि अनि यसो गर्ने अनि ट्याक्क लास्टमा गरे भने सट्टै फार्ने अनि यहाँबाट छिराउने क्या यहाँबाट नगर्ने यार कस्तो कुरकुर गर्दो रहेछ केटाकेटीहरू यो छोरा मान्छेहरूलाई सुन छोरा मान्छेहरूलाई छोड्दाखेरि निस्किने जतिको मिठो त संसारमा के छ भने चट्टै कान काटेर त्यो हेन्सियसले डेडेको कुकुरले खुवाउ यो कानलु छोरा मान्छेको जिन्दगीमा त्यो छोड्दाखेरि चिर हाने जतिको मजा संसारमा के रहेछ भने कान काटेर फाल्छु मम्मीले कस्तो मिठो हुन्छ नि हो जाँटा बन्चरो लागेको थाहा हुन बाघले टोके पनि छोड्दैन हो जाँटा बरु बाघले लात्तीले हान्छ त्यो खेलाउनु छोड्दैन कम्ती मिठो नि हो मम्मीले आम्मा कसम कम्ती मिठो हुन्छ यो सुन त मम्मीले यो केटाहरूको तुरी किन बाङ्गो हुन्छ थाहा छ किन तुरी बाङ्गो हुन्छ कोल्टे गऱ्यो अनि सुतो च्यापेर त्यतै ढल्क्यो टाउको ठुलो पो त्यतै बङ्गियो अनि त्यो बाङ्गो तुरी हुन्छ केटाहरूको बाङ्गो तुरी हुन्छ अनि तिमीहरूको चाहिँ कहिले कोसा कोसा मिल्दैन नि त्यो तिमीलाई कहिले खुट्टा यसरी खप्राउँछ नि मिल्दैन त्यो त भन्नै पर्दैन त्यो त मिल्दैन एकतिर लपक्क टाँसेको हुन्छ एकतिर यस्तो लपक्क अनि कहिले उतातिर लपक्क हैन अनि त्यो बाङ्गो यस्तो त हुन्छ सुन त कहिले एउटा दुध सानो ठुलो हुन्छ नि दुध त्यो पनि त्यस्तै हो कता कोल्टे सुतेको छ कता ठाडो सुतेको छ होइन त्यो माथिको त थाहा भएन होइन सुन त दुध पनि सानो दुध पनि हुन्छ मैले निकै छामेको छु निकै विचार गरिरहेको छु अनि सानो दुध पनि सानो ठुलो हुन्छ क्या एउटा ठुलो एउटा सानो हुन्छ दुध त्यो चाहिँ मलाई थाहा भएन
हुन्छ हुन्छ रहेछ तल हौ। चाहिँ अनि यसो त्यो केटाले कहिले काहीँ सुरुवाल खोलेर यसो गरिदिने बेलामा त्यो मिल्दैन के त्यो अलिकति यता लपक्क उतै ढलिरहेको हुन्छ कहिले यतै ढलिरहेको हुन्छ त्यस्तो त्यो तिमीहरूले चाहिँ त्यो टाइट स्ल्याक्स लगायो भने त्यो कोसा हुप्प कोसा हुन्छ कि एउटा कोसा माथि एउटा कोसा तल हुन्छ कि त्यो लेभल मिल्दैन त्यो ओथा एतिरिका त्यो यहाँ सुन त मम्मी सुन म यहाँ यता विदेश आउने बित्तिकै एकताल त्यो केटाहरूले जाउँ चिक्न जाउँ भनेर भने केटाहरूले हो नि त जाउँ अब नर्क चाहिन्छ चिकेन भने चिको भने स्वर्ग चाहिन्छ भनेर गइयो ओइ केटाले लगे कहाँ लगे भने रसियनकोमा लगे ओइ इन्डियाको त्यो रसियनहरूको त यो त त्यो सबै काट्छ लाम्टा दुलो मात्र छ दुलो अनि टिसी मात्रै अनि सुरुमा माथि यहाँ भाँडो यहाँ राखो हेर त पुती यहाँ राखो मुखमा पुती राखो अनि मेरो चुस्नु थालो उता चुस्नु थालो केटीले ओहो यसो हेरे सेतो न सेतो जस्तो चन्द्रमा जस्तो ल अब जेसुकै होस् चाट्नु पराउनु बिस्तारो चाट्न मात्रै त्यो बाउले फोन गरे हाम्रो त सुँगुर लाग्छ त हाम्रो यसो गर्नु सुँगुर लाग्छ हाम्रो त नत्र बाउ बिरामी हुन्छन् अनि बाउले फोन गरे ए चिक्ने भन्छ नि त बाउले तपाईँलाई अझै पनि चिक्ने नै भन्छ बाउले ए चिक्ने कहाँ छस् भन बाउले अब यहीँ छ म स्वर्गमा छु नाखाइमा छ पुती अब चाटौँ के गरेर बाउको फोन आयो ए होइन म त दोकान गएको छु फर्किँदैछु बाउ भनेर भने के गर्छस् मेरो घुँडा दुख्नु थाल्यो है छाडा गर्छस् क्या भनेर बाउले भने ए उठेको उत्रुकै छु त अनि त्यसले ओ मेकट वाट त खेल भन्दै चुस्छ उठाउँछ उठ्दैन टाइम सकियो आधी घन्टाको टाइम थियो आधी घन्टामा झार्नु पर्थ्यो टाइम सकियो अनि यसो हेरेर आएँ दर्शन त गरेर पाएँ अनि त्यो त गरेन नि त्यो त गरेन अनि म त फर्केर त्यति बेला हेरेको ओ चाहिँ झुर्का काट्दो रहेछ क्या झुर्का काटेर फाल्छ दुलो मात्र दुलो ओइ मेरो पनि छैन नि तिम्रो राखौ अलिकति राखौ यति मोटी मान्छेको राखेँ थोरै अलिक बुट्टा राख थोरै बुट्टा त राख न बरु भुत्ला नराख भुत्ला काट्यो छैन हौ काटेको अनि ल होइन हौ। लु नपते ओइ जेन ओइ भन् त है मेरोमा छ कि नै हेर त पहिला जुम गरेर हेर त यसो हुन्छ कि त्यो भिडियो जुम गरेर हेर त सुनाउ त त्यो यसो हुन्छ कि त्यो अलिकति हड्डीले पनि घोज्छ त्यो सोफामा बसेर त अलिक ठिक पुलुक राख्न पुलुक राख्न ठिक्क राख होइन मेरो चाहिँ यस्तो थियो कि चेपेको गर्ने अनि सुरुवालमा बेर्ने होइन त्यो चाहिँ बेर्ने कि धेरै अलि लामो भएर पनि होला है अनि बेरेको गर्ने अनि मेरो पालो पुतिले पनि पास्छ त्यो धेरै पाक्लो हुँदा पास्छ पुतिले पनि पास्ने अनि हिँड्दाखेरि कस्तो लाग्ने के अप्ठ्यारो हाम्रो चाहिँ पास्दैन त्यो गुला चाहिँ कहिले कहिले गुला ठोकिन्छ त्यो फिलामा घोटिन्छ गुला कहिले यता उता हुन्छ कि त्यो पेन्टी लगायो भने कल्याङ त्यो गुला के जाडोमा त माथि पर्छ हाम्रो पनि जाडोमा त गर्मीमा चाहिँ तल झर्छ गर्मीमा तल झुन्डिन्छ जाडोमा त माथि हुन्छ एकतालमा यो जाडो महिनामा आर्मी भेटेको थियो आर्मी ओइ सबै गुला छाम्छ हौ आर्मीले सबै गुला छाम्छ अनि खेलाइदिन्छ अनि उठाउनु पर्छ अनि त्यो जाडोमा मैले झन्डै फेल भएको एउटा मात्र गुलो छ कि भनेर माथि टाँसिया त्यो कहाँ गुला खोज्नु माथि त्यो कहाँ बल्ल खोलेर झार्नुपर्छ अनि जा खोजेर आइज भनौँ त्यो कसो छोड्नु फेरि धन्न त उसको त्यो परी तामाङको काण्ड हेरेर गुला अलिक फुल्यो यस्तो हुन्छ कि म हाम्रो त फेरि त्यो उठेपछि पनि त गुला तल झर्छ नि त उठेन भने त गुला झर्दैन हाम्रो त पहिला उठाउनुपर्छ अनि उठाएपछि नसा फुलिन्छ अनि खोज्नुपर्छ कहाँ छ गेडो भनेर अनि त्यो परी तामाङ उठ्ने बेलामा त्यो सामान उठ्ने बेलामा चाहिँ त्यो तल देख्दैन भेट्दैन होइन बोलिसकेपछि चाहिँ भेट्छ होइन सामान उठेपछि भेट्छ क्या सामान उठेपछि गुला भेट्छ उठेन मात्रै भेट्छ अब यस्तो हुन्छ कि यस्तो हुन्छ हेर त यस्तो हुन्छ यस्तो हुन्छ नि त यस्तो हुन्छ कि यस्तो हुन्छ अब यो उठेपछि त रन्किले उठेपछि अब उठेपछि ठ्याक्कै गुला भेट्छ क्या गुला भेट्छ न त त्यो गुलामाथि पर्छ के छालाभित्र लुक्छ के हेर त यो वयस्क पुरुषको लिङ्ग हो हेर त कस्तो कस्तो खुल्किएको छ हेर त ओइ छाला हेर त कस्तो सोरेको छ नि है डेन्जर हेर त है यस्तो हुन्छ क्या ए त्यो कस्तो भन्दा भगवानले हेर त भगवानले हेर त यस्तो हुन्छ कि मन्डु रे भित्र छिर्छ कि यसको त गेडै छैन त खै पर यस्तो हुन्छ कि यो भित्र छिरिराखेर लुरुक्क हुन्छ कि अनि निक्लेर सट्टै यो टाउको छ नि यसले सोरेर सबै सेतो जो फुसी निकाल्छ क्या भित्रको सोरेर पिच गरेर अनि त्यही भएर तिमीहरूको त मुत्नेमा सेतो पर्छ के यस्तो यसले सोरेर निकालेको यसले यो छालेर सोरेर निकाल्छ के केटी मान्छेको त्यो भित्र फोहोरहरू चिलाएर अनि यो गरिसकेपछि सबै फोहोरहरू बाहिर निकाल्ने हो नि त नि यस्तो हो त्यो भित्र यस्तो हुँदो रहेछ कुनै चाहिँ अलक्षिणी त्यो भाँडो हुन्छ अलक्षिणी त्यो कोही त त्यो धारिलो देखाएको छ नि अघि छेउछेउको कोही त त्यो के अरे निक्लिँदैन अड्केर बस्छ हो कसम हो कुनै त्यो कहाँ गयो यार त्यो निरु मरेर गयो है तर निरुले भन्दै कि निरु बेबीले अड्केर निक्लिँदै ननिक्लिएर कस्तो टेन्सन भएको भन्थ्यो
त्यो निरु पनि बिचरा मेरो खुसी भन्थे बिचरा कसारे बाहिर झुन्डी है। त्यो मजाक गरेर झुन्डेको थियो साँच्चीको अब साँच्ची तर म एकछिन लाडोपतिको कथा गर्दा त सिरियस पो भयो म त त्यो निरु भन्दाखेरि तिर्खा ल पानी पनि खाऊ तिर्खा पनि लाग्यो अलिकति पानी पनि खाऊ कति छोड्नु म अब म चाहिँ यसो सोतिर लागौँ कि एकछिन बस्न बल्ल बल्ल आज यत्रो भाडो लिएर आएको छ त अनि एकछिन बस्न एकछिन अब म त 5 मिनट कुरा 5 मिनट कुरा गर यो छोलेपछि त रिङ्गटा पो चल्दो रहेछ क्या छोले धेरै छोले रिङ्गटा चल्दो रहेछ पक्कै यहाँबाट जाट्ठाले माथिबाट टिसी चाटेर दुध माटेर कसरी पानी झर्दैन हौ मान्छे पो त जाँटा झरिहाल्छ हुन्छ अनि मलाई त फिलै आउँदैन मलाई त फिल आउने भनेको त